सिपाहीको रूपमा म देखिएको मात्रै र पर्दा पछाडिका जो व्यक्ति आज उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेर आउँदा मलाई अत्यन्तै खुसी लागेको छ। उहाँलाई बधाई दिन चाहन्छु। मेरो लागि गर्वको विषय उहाँले उज्यालो नेपाल पार्टी नै राखेर अध्यक्ष बनेर आउनुभएको छ। यहाँलाई फेरि पनि बधाई छ। सम्पूर्ण उज्यालो नेपाल पार्टीका साथीहरू, केन्द्रीय सदस्यहरू र सम्पूर्ण उपस्थित दाजुभाइ दिदीबहिनीहरू जसले उज्यालो नेपाल पार्टीलाई सहकार्य गर्न सद्भाव राखेर आज आउनुभएको छ, उहाँहरू सबैलाई म धन्यवाद व्यक्त गर्न चाहन्छु। उज्यालो नेपाल अभियान भनेर हामीले वर्षौँदेखि विगत 8 वर्षदेखि चलाइरहेको अभियान हो उज्यालो नेपाल अभियान। उहाँले पार्टीमा कन्भर्ट गर्नुभयो, परिणत गर्नुभयो, त्यसको लागि म अति नै आभारी व्यक्त गर्न चाहन्छु। देश विदेशमा गल्फ कन्ट्रीदेखि लिएर अमेरिका, युरोपदेखि लिएर धेरै ठाउँमा उज्यालो अभियान भनेर हामी लागिरह्यौँ। उज्यालो नेपाल अभियान भनेर अभियानको नाम दिएर करिब म 2 महिना विदेशतिर लागे। सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूसँग भेटघाट गर्ने मौका पाएँ। यति ठुलो नेपाली दाजुभाइहरूको